15-20 दिनभित्रमा केही समस्याहरू मैले देखिसकेको छु। फेरि अबको 15-20 दिनभित्रमा केही समस्या देख्नु भएको छ? कस्तो खालको समस्या? 1.5 महिना, अझ 1.5 महिना, 15-20 दिन म यहाँ धेरै रणनीति गरिसकेको छ। भित्रभित्र जल खेलिसकेको छ। अलिकति अब यो सामाजिक सञ्जालमा भन्ने कुरा नहुने हो है। अलिकति भित्रभित्र यिनीहरूले षड्यन्त्र रूप केही गर्न खोजिरहेछ। तपाईँ एउटा गुरु हुनुहुन्छ, गुरुले त पक्कै पनि हेर्नुभयो होला, जोखानाहरू हेर्नुभयो होला होइन? अहिले बनेका सरकारलाई पनि ठुलो मुस्किल छ। 15-20 दिनभित्रमा 15-20 दिन, लगभग 1 महिनाको अन्तरालभित्र यहाँनिर यो दसैँ मान्न मात्रै दिया हो। दसैँ मान्न गरिबका छोराछोरीलाई दसैँ मान्न दिया हो। यहाँ राजनीतिक ठुलो छ। यस्तो नहोस् भनेर म प्रार्थना गरेको छु पशुपति। यस्तो समस्या नराम्रो दिन चाहिँ नआयोस्। भित्रभित्र भन्दा पनि मेरो शरीरमा एकदमै भगवानको बास है। एकदमै गाह्रो छ समय, परिस्थिति अलिकति अप्ठ्यारो देखेको छु। मैले 2-3जनासँग यसरी इन्टरभ्यू लिँदाखेरि ठ्याक्कै मिल्यो त कुरो होइन। अलिकति समस्या छ। यो समस्या मैले भन्न त म पहिल्यै भनिदिन्थेँ, तर यहाँ मान्छेलाई तर्साउन, मान्छेलाई अप्ठ्यारो पार्नु हुन्न होइन। आफूमै साइड सेप भएर आफैमा चाहिँ आनन्दित लिएर सजग भएर बस्नको लागि सबै नेपालीलाई आग्रह गर्न चाहन्छु। आउँदै गरेको यो महान विजयादशमी होइन, महान चाडको, छठ पर्वको सबैलाई शुभकामना।